बाबा भोलेका कृपाले सधैँभरि यसरी भक्तिमा मन लागिरहोस्। ताली बजाएर सम्मान गर्नु दानवीर दातालाई। जय हो। बोले दानवीर दाताहरूको पुराण पुरुषोत्तम भगवानको। ल सबैजना बसौँ है। अब यो बचेको सम्मान पत्र अलग्गै राख्नु होला। जो आउनुहुन्छ हेर्दै हामीलाई दिनु होला। एकाउन्टमा पठाइदिनु। बोले कृष्णचन्द्र भगवानको पुराण पुरुषोत्तम भगवानको। ल है भक्तहरू आउनुहोस् है। धेरै भन्दा धेरै मात्रामा भगवान श्रीकृष्णको प्राकट्य उत्सव हुँदैछ। अतः हजुरहरू सबैजना आउनुहोला। र यहाँ केही दानवीर दाताहरूको नामावली आएको छ। हामी उहाँहरूलाई फेरि सम्मान गरेर नचाउनेछौँ। तत्पश्चात हामी दिव्य रूपमा भगवानको कथालाई श्रवण गर्नेछौँ। मैले जसको नाम भन्छु हजुर बाहिर गइदिनु होला। हाम्रा आमाहरू तयार हुनुहुन्छ उहाँ सम्मान गर्नको निमित्त। केशव अर्यालज्यू हुनुहुन्छ भने गेटसम्म गइदिनु होला। ध्रुव शिखण्डाज्यू हजुर पनि गेटसम्म गइदिनु होला। निरु कुइकेलज्यू हजुर पनि गइदिनु होला। अस्मिता केसीज्यू हजुर पनि गइदिनु होला। रमा खड्काज्यू हजुर पनि गइदिनु होला। अजित केसीज्यू हजुर पनि गइदिनु होला। विमला केसीज्यू हजुर पनि गइदिनु होला। अञ्जना केसीज्यू हजुर पनि गइदिनु होला। र सानु खड्काज्यू हजुर पनि गइदिनु होला बाहिर। ल एउटा सुन्दर भजनमा सबैलाई छम 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 नचाएर यहाँसम्म पठाइदिनु होला। केशव अर्यालज्यूले यसपाको निमित्त भनेर 1010 प्रदान गर्नुभएको छ। जोरदार ताली बजाएर सम्मान गरौँ। जय होस्, मङ्गल होस्, कल्याण होस्। भगवानको असीम कृपा बनोस्। सोची आँटेका कुराहरू पूर्ण बनाउन्। मुरी मुरी धन्यवाद छ। जय हो। ताली बजाउँ। अरू जसको नाम भने हजुरहरू जानु होला बाहिर र छम छम नाच्नु होला एउटा भजनमा। अरू भक्तहरू पनि नाच्नु होला अनि ताली बजाउँदै सबैले आनन्द लिन्छ। पशुपतिमा चढोका चाँदीका कृष्णजीलाई मन पर्ने राधिका। पशुपतिमा चढोका चाँदीका कृष्णजीलाई मन पर्ने राधिका। पशुपतिमा चढोका चाँदीका